म सञ्जय अनि विस्टोरीले चाहिँ मेरो युट्युबको नाम हो। तपाईहरु जति सबैजनालाई स्वागत अनि यतिन्जेलसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस् भने प्लिज डोन्ट फर्गेट सब्स्क्राइब अनि छेउमा नोटिफिकेसन बेलमा अलमा क्लिक गरिदिनु होला। यस च्यानलमा चाहिँ मैले ब्लगिङहरु चाहिँ हाल्ने गर्छु अनि यो पनि ब्लग नै हो र पनि म चाहिँ यहाँनिर किन आइरहेको छु भन्नेलाई मैले यो ब्लगिङ सुरु गर्ने बेलाको पहिलाको क्लिपहरु सबै डिलिट भएछ अनि त्यसैले कन्टिन्यू गर्न आको। अनि आजको ब्लगिङमा चाहिँ हामी कहाँ जाने छौं भन्नेलाई हाम्रो एकदमै लेजेन्ड सिंगर है कुमार सागर सबैले चिन्नुहुन्छ होला। यदि चिन्नु हुँदैन भने आज चिन्नुहुन्छ। अझै चिन्न मन लाग्यो भने सामाजिक सञ्जालका जुनसुकै प्लेटफर्ममा पनि कुमार सागर भनेर सर्च गर्नु भने अभियसली हजुरले पाउनुहुन्छ। हो उहाँको कन्सर्ट चाहिँ जापानको टोकियोमा भएको थियो अनि त्यो कन्सर्ट चाहिँ मैले एटेन्ड गरेको थिएँ अनि बवाल भएको थियो त्यो कन्सर्ट। एकदम धेरै मैले इन्जोय गरेँ अनि त्यो कुरा चाहिँ मैले केही कुराहरु चाहिँ कैद गर्ने मौका पाएको छु अनि त्यो कुरा चाहिँ म राख्ने छु। तपाईहरु पनि इन्जोय गर्नुस् भनेर है लागौ भिडियो। फाइनली म चाहिँ कन्सर्टको लोकेसनमा पुगेँ अनि त्यहाँ चाहिँ मैले मान्छेहरुको भिड देखेर म एकदम शक भएँ क्या। यति धेरै मान्छे थियो नि लाइन त बाबरे म यहाँ देखाउन सक्दिनँ सबै किनभने यो लाइन धेरै पछिसम्म छ। अनि यहाँ चाहिँ मेन समस्या चाहिँ के रहेछ भने टिकट नपाउने। मैले टिकट अनलाइन बुक गर्नुपर्ने रहेछ किन्नुपर्ने रहेछ मैले गरेको थिएन। टिकट नकिनेको भएको कारणले मैले चाहिँ अब कन्सर्ट हेर्न नपाउने कुनै टुङ्गो नै भएन कि सायद फर्किनु पर्छ होला जस्तै लागिरहेको थियो। अनि अन्त्यमा चाहिँ एकजना दाइ भेटिनु भयो। फाइनली मैले चाहिँ टिकट हातमा परेको छ हाम्रो दाइले गर्दा किनभने चाहिँ उहाँ चाहिँ कोठामै मोबाइल छुटाएर आउनु भएको रहेछ अनि टिकट अलरेडी काटिराख्नु भएको रहेछ अनि उहाँले चाहिँ मलाई दिनुभयो। थ्याङ्क यू सो मच जान पाएँ म। अब आज चाहिँ माथि गएर बबाल हाल्छु। थ्याङ्क यू है दाइ म गएँ ल। अब चाहिँ टिकट सिकेट पायो अब मन बल्ल खुसी भएको छ मेरो। दिन टिकट लिइसकेपछि म अलिकति लाइन बसेर लिफ्ट चढेर 7 तला माथि आइपुगेँ। अनि 7 तला माथि आइसकेपछि यो भिड देखेँ। ओ माय गॉड व्हाट अ क्रेजी फ्यान ब्रो। टोटली म त ब्ल्याङ्क भएको यत्रो मान्छे तल त कोही थिएन जस्तो लाग्यो। मान्छे त बाबे थुबी अनेस्ट होइन मैले स्टेज चाहिँ देखेको थिएन किनभने म आफू पनि होचो छु। अनि त्यहाँ मान्छेहरूको भिडले गर्दा केही देखिँदैन क्या। अनि यो लाइटहरूको सिस्टम पनि त्यस्तै बनाइरहेको थियो अगाडिको त केही देखिँदैन थियो अनि त्यही भएर मैले स्टेज सोध्दै हिँडिरहेँ।
नेपालमा आएर पनि नेपालबाट आएर पनि यहाँ चाहिँ हामीलाई नेपाल जस्तै फिल भइरहेछ हामी सबै नेपाली होइन त जापानमा नि यति धेरै मान्छे मलाई कस्तो गाह्रो लाग्छ विदेश तपाईँहरू कसरी बितायो होला जान्छ त्यही खुसीलेहरू गऱ्यो कन्सर्ट पनि सिद्धियो अब हामी पनि सिद्धिरहेछौँ मान्छे त एउटा खुट्टा हाल्ने ठाउँ छैन जस बब्बाल आयो बब्बाल भयो कुमार सागर थ्याङ्क यू सो मच यस्तो कन्सर्ट त मैले लाइफमा फर्स्ट टाइम देखेँ होइन यति बब्बाल भयो लास्ट इन्जोय गर्यो सबले सो गाइज म चाहिँ अहिले रुमतिर आइसकेँ फाइनली फर्क्यो कन्सर्टबाट नि अनि मेरो चाहिँ के भएको थियो भने कन्सर्टमा मेरो मोबाइलको चार्ज सिद्धिएर अफ भइसकेको थियो कि बिहान निस्केको कोठाबाट अनि अर्को ठाउँ पनि गएको थिएँ अनि मोबाइलमा सुक्क चार्ज थिएन उठै अफ भइसकेको थियो कन्सर्ट नजाने यो भन्ने सोचमा पनि थियो अनि फ्याक्ट बाटोमा आउँदाखेरिलाई एउटा दाइसँग चाहिँ पावर ब्याङ्क मागेर 15% जति उठाएँ अनि त्यसपछि कन्सर्ट गएको अनि त्यसले चाहिँ भ्याएन कि अनि नभइसकेपछि मोबाइल पुरै अफ भयो अनि यो भिडियोभन्दा यो क्लिपभन्दा अलिकति अगाडिको क्लिपमा जुन त्यो लास्टतिर आएर अलिकति बोलेको क्लिप चाहिँ एउटा भाइसँग गरेको हो त्यो भाइसँग सँगै जाने कुरा थिए खासमा अनि त्यो पहिल्यै लाइनमा बसेर चाहिँ म आउनै ढिलो गरेँ अनि त्यो भिडियो छिरेछ म फेरि बाहिर टिकट नपाएर दुई तना भइहाल्यो अनि थ्याङ्क यू सो मच है दाइ हजुरलाई पनि टिकट मिलाउनु भयो थ्याङ्क यू सो मच हजुरलाई मिलाउनु भयो भने नि उहाँ जाने छिर्ने भनेर लिएको टिकट चाहिँ मलाई दिनुभयो उहाँले उहाँको त्यो चाहिँ समस्या गरेर फर्किनु भएको थियो थ्याङ्क यू सो मच दाइ अनि भित्र गइसकेपछि मैले कस्तो खोकी ल्याएर चाहिँ खस गरेर तातो पानी चिसो पानी खाएकै छैन ड्र पनि खोइ किन हो अनि जस एकदम रमाइलो भयो मान्छे त यस्तो भिड थियो नि यस्तो भिड पोइन्ट अफ माई भ्यू त 5000 भन्दा बढी नि थियो मान्छे तर 5000 नभए पनि 3000 भन्दा र 3-4 को रेन्जमा मान्छे चाहिँ थियो मैले लाइफमा त्यस्तो कन्सर्ट हेरेको थिइनँ यार यस्तो बवाल थियो यार थ्याङ्क यू सो मच कुमार सागर दाइ थ्याङ्क यू सो मच खबो तिमीलाई पनि अनि जापानमा यो खालको कन्सर्ट अब मलाई फेरि कहिले हेर्न पाइन्छ थाहा छैन सो जति पनि जना कुमार सागर थ्रुबाट भिडियो हेर्न आउनुभएको छ अनि तपाईँहरूलाई एकदम धेरै स्वागत छ अनि च्यानल पनि सब्सक्राइब गरिदिनु होला अनि अरू दिनहरू पनि सपोर्ट गर्नुहुन्छ भन्ने आशा लिएको छु अनि अहिलेलाई पनि म पनि बिदा हुन्छु जति पनि जनाले भिडियो हेर्नु भयो हजुरहरू सबैले धेरै धेरै माया थ्याङ्क यू सो मच फर योर सपोर्ट अनि मेरो घाँटी पनि दुखिरह एकदम धेरै करायो कि म कन्सर्ट गएपछि त्यस्तो बानी जस्तै सबलाई ज्यान फालेरै गर्ने कि पैसा तिरेर जान्छ नि त कि होइन हाँस्नु पऱ्यो रमाउनु पऱ्यो रमाइलो आफैले गर्ने कि त्यहाँ गएर कसैले गरेन होइन उनीहरूले गीत गाउने काम उनीहरूको रमाइलो गर्ने नाच्ने काम हाम्रो होइन त्यत्तिकै रमाइलो गर्ने हो अनि एकदम धेरै पसिना भएर कि त पुरै बिजी थियो बाटोमा आउँदै सुक्यो भने फेरि अझै पनि मैले चेन्जै गरेको छैन अब चेन्ज गरेर गर्छु गर्ने त्यो थाहा छैन अल्छी सुकेर धेरै सो थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो मिल्नु अर्को भिडियोमा बाई बाई